एतनुती 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 के हो दिउँसो सपना देख्ने के गर्नु त यति राम्री तरुनी देखेपछि काकाले घरभित्र पस्नै दिँदैन भात पनि खान दिमागला मरे दिमागला दिदी तुम्ही कता जाको जागो नि तँलाई के मतलब तँ को होस् म अमर कैची हो के अमर कैची तँ अमर कैसी भएर के गर्छस् मेरो कपाल काट्छस् ल काट यहाँ म कबाट जाने मान्छे देख र एउटा कुरा भनौँ दिदी मेरो घरमा जाने किन जाने म तेरो घर मेरो घरमा त सुन छ चाँदी छ हिरा छ मोती छ सिक्रीको मालै छ ओहो सुन चाँदी हिरा मोती छ भने त जानुपर्छ क्या हो यसो मेरो पनि हात लाग्छ कि दिदी के सोचिरहनु भएको हँ केही पनि होइन दिदी हिँड्नु न हिँड्नु भने हात चाहिँ किन नलातेको पुरा छ क्या त्यस्तै आफैले बनाएको चिया त यति मिठो हुन्छ त्यो रान माइकलको छोरो सान माइकलले त कहिले चिनी नि नहाल्ने सधैँ मलाई ठाकेर चाहिँ नि पैसा खाने त्यसको जुक्ति थियो लु ठिक छ नागा मामा कोदे कोदे फुम गोरङा नागा मामा कोदे कोदे अब यो तालले भएन भित्र यसो पाचक पकाउने काम पनि गर्नु पर्यो म त भित्र पो जान्छु होइन भाइ मेरो हात किन समासमा गरेको अहिले थाहा पाउँछ क्या तपाईँले हिँड्नु न काका ओ काका काका बुढो कहाँ गयो ओ काका अच्छा ओ काका यो त अमर काइजी होइन र भनेको स्वर त त्यस्तै छ त अच्छा यसले त राम्रो च्वाङ तरुनी भनी ल्याएछ त अस्ति त्यो कुखुराको फिला जस्तो भने तरुनी ल्याए क्या हो ओहो ओहो अमरे लो चोरी खाऊ खाऊ होइन यो बुढो को हो कहाँ बुढो मेरो काका हो के होइन म जान्न आउनु न
ओहो आम्बारे यस्तो राम्रो तरुनी तैँले कहाँ भेटिस् त्यो अस्ति तैँले भनेको चाहिँ सेतो कुखुराको जस्तो फिला भएको भने तरुनी यही हो कहाँ हुने नि काका त्यो केटी त जङ्गलमै हरायो नि यो त नयाँ केटी हो नयाँ केटी हो र हो त्यही भएर नयाँ केटी ल्याएको के न त भए तपाईँले घरभित्र छिनै दिँदैन के कुरा बुझ्नु न काका ए कुरा त्यस्तो भयो आम्बारे तरुनी त तैँले साह्रै राम्ररी ल्याएछ नि घाटे कस्तो माग्ने बुढा हो लाज लाग्दैन क्या हो तिमी पनि कास्तो रहेछौ भाइ लाज किन बाबा कस्तो पातकी बुढो रहेछ म त यो घरमा एक सेकेन्ड बस्दिनँ दिदी नजानु न नजानु फेरि मलाई काकाले घरमा राति बस दिँदैन के त्यही त अब नजानु के नजानु नजाने के नजानु जा जा जामा लाउने दुईजनै जा रान माइकलको छोरो सान माइकल काटिन त्यो कुखुरा फिला जस्तो देखाएर चाहिँ नि हिरोनी भान्डाने होला तँ जस्तो तरुनी त म त आउलामा भाँचेर चाहिँ नि म ल्याउँछु भाइ ए रान माइकलको छोरो सान माइकल यो काम भन्ने कुरा पनि कहिले सिकेर ल्याउँदैन रहेछ जति गरे पनि कहिले नसकिने भयो के गर्नु भगवान् खानेको जिन्दगी त पर्यो ओहो यो जानकारी र बहिनी चाहिँ के गरिरहेछ हेर हेर यिनीहरूले बिग्रिने मटी गरेर ल्याएको म के गरौँ भगवान् परमेश्वर अस्ति भर्खर मात्र पनि त्यस्तै कुचुकुचु चलेर ल्याइथ्यो है फेरि पनि बारीमा पनि छोडेन है तिमीहरू दुईजनाले यो बहिनी भन्नेको त साउटा हुन्छ भन्थ्यो हो रहेछ आधी घरवाली आधी बाहिरवाली हुन्थ्यो भन्थ्यो हो रहेछ अनि तिमी के भएको जानकाजी यति राम्रो झिलिमिली फुल फुलेको ठुङ्गा जस्तो हुँदा हुँदा त्यो बहिनीसँग तिमी किन लागेको सट्टीलाई मार्छु आज त म त यो दुइटाले त अति नै हेप्यो मलाई भाइ आज नमारी छोडिदिनु यो असट्टीहरूलाई म आज भागेर बाँचिस असट्टी भागेर बाँचिस नभेटियो लाउरो यसरी भाज्ने गरी तेरो डनालो फुस्काइदिन्थे के हो तेरो टाल्छ होइन कि दिदी तपाईँ कति कराउन सक्यो कि जतिखेर पनि भनेको कहिले कहिले भिनाएर म त जिस्किहाल्छु नि साली बिहान जिस्किँदैन त भनेको दिदी धेरै शङ्का नगर्नु कि शङ्काले लङ्का जलाउँछ भयो भयो भए तैँले मलाई धेरै कुरा गरेन ले बरी बरी बोलेर ल्याउँछ ज्ञानको कुरा पनि मलाई नबार तिमीले मलाई धेरै ज्ञानको कुरा बारे मन पर्दैन बरु कति कुरा ल्याङ गर्ने न बजिने त उनमा नछे वाह 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 बल्ल बचे मैले ओहो होइन बुढापाकाले त भन्थ्यो अब होटेलको चाहिँ नि रक्सी करारे मकुला घरको चाहिँ नि स्वास्नी करा भन्थ्यो ट्याक्कै मिलेर ल्याएन भाइ टिकी टेस्ट पारेर ओहो बल्ल ज्यान जोगाएर ल्याए भाइ झन्नै सिद्धाएन आज उतै गएर हेरौँ न त ए
छ लुङ्गा ओ लुङ्गा होइन तिमी यो रुखमा के गरिरहेको भने चुप लाग्नु कालिज उडी जान्छ के यहाँ कालिज उड्दै चढेको त्यो 3 दिन भइसक्यो झर्दै झर्दैन त पक्कै झर्छस् कि तँलाई त्यहीँ आएर कान बटारेर तानु तँलाई म चाहिँ भने दिनमा भोग्न रातमा निन्द्रा हुँदै रुँदै बस्ने त भने रुख झुक्ने यस्ता जङ्गलीहरूलाई त यही जङ्गल नै ठिक छ क्या बरु छोडिदिउँ के सोच्छ अनि यस्तालाई बरु घर हिँड्नुहोस् न तला झर्ना तेरो आन्द्रा भित्रको मासु पकाएर खान्छु कस्तो सम्झिँदै निलो जस्तो होइन यो कालिज कतिखेर झर्छ गोरुको खोइ कुन्नी के झर्ला र खाउला भन्थ्यो बुढापाकाले मेरो पनि त्यस्तै ताल होला जस्तो छ घरमा भएर कामतिर लाग्नुपर्छ धेरै नअरुनु है माइजू उता बस्तुलाई भकाइसक्यो होला बरु घाँस खुवाएर मकै छर्नतिर लाग्नुपर्छ चैत वैशाख लागिसक्यो त्यही काम गरेर त्यो जङ्गलीको लागि रुँदै बस्ने हो र बरु म कुचो कोदाली खोजेर ल्याउँछु अब चैत वैशाखमा घाम नलागे के लाग्छ त यस्तै हो नागमामा कोदे कोदे फुमु घोरङा नागमामा कोदे कोदे नागमामा कोदे कोदे फुमु घोरङा नागमामा कोदे नमस्ते म चाहिँ कमला खत्री म चाहिँ हजुरहरूको गाउँमा स्वास्थ्य बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम आएको रहेछ हो त्यही स्वास्थ्य बिमा सम्बन्धी हजुरहरूको घर दैलोमा जनचेतनामूलक कार्यक्रम गर्दै हिँडेको स्वास्थ्य बिमा अच्छा होइन यो स्वास्थ्य बिमा भनेको चाहिँ के हो त्यो कुकुरलाई सुई हान्ने हो कुकुरले सुई लाउने कहाँ हो र दाइ स्वास्थ्य बिमा भनेको त हजुरहरूको घरमा एकजनालाई बिमा गरे बापत 5 जनालाई नेपाल सरकारले फ्रीमा उपचार गरिदिन्छ नि अच्छा हो र खोइ मैले त यो तेरो कुरो त केही बुझेन है कमला लु मेरो घरतिर जाऊ ल घरतिर जानु र तिम्रो कुरो त मैले केही बुझेन है त्यो मेरो भतिजो छ घरमा त्यसले पढे लेखेको पनि धेरै छ त्यसले बुझ्न सक्छ त्यही गएर बुझाऊ ल जाऊ न त लु जाऊ जाऊ ए यो के स्वास्थ्य बिमा हो कि माग्ला घरको बिमा हो भनेर ल्याउँथ्यौ है गिट पनि कस्तो कस्तो निकालेर ल्याउला खट्टै छ यो गिट पनि कसले बनाएर ल्याउला हिजा माटेको माटे जिके वस पिराटी हाय बाबा राजा भन्नुस् त आयो रे मा राम नानी तिम्रो त कस्तो अचम्मको लुगा रहेछ भाइ मेरो हेर न यहाँ 6 फिटे लुगा पुरै शरीर ढाकेर ल्याउने अनि तिम्रो त ए होइ कस्तो जमाना आएछ टियर फुटे फरक रहेछ अनि
अनि 2 इन्चको लुगा रहेछ हाम्रो हेर शरीर ढालिलो कस्तो लुगा आएछ भाइ यो लाउन लौ मैले त कस्तो लाज लाग्यो कस्तो लुगा हो यो कस्तो कुरा गरे होला दिदी यो त अहिलेको फेसन राम 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 कस्तो कुरो गरेर ल्यायो होला भाइ फ्यासन रे अपुई मलाई त कस्तो डोरी लाएर ल्यायो मलाई लाज लाएर ल्यायो भाइ कस्तो अचम्म होला कस्तो कस्तो लुगा आएछ भाइ यति छोटो छोटो लुगा आजको दिन यो नानीसँग कुरा गर्यो भने चाहिँ अशुभै लाग्छ भाइ राम 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 कृष्ण कृष्ण मलाई त यहाँ बस्नु छैन भाइ ट्याक्का बहिनी त के थाहा अहिलेको बुलियालाई फेसन भनेको होइन यो काका कता जानु भएको होला यहाँ बस्दा बस्दा अल्छी आइसक्यो अब के गर्ने होला ए गाडी रहेछ बरु पानी पनि लिन जानु पर्ला कि लु मेरो घर चाहिँ यही हो है कामला लु अच्छा ओइ जामा लाउने कहाँ हिँडेको त कहाँ हुनु नि काकालाई कुर्दा कुर्दा हैरान भयो त्यही भएर पानी लिन जानु लाग्यो ए उहाँ हो तपाईँको भतिज रान माइकलको छोरो सान माइकल भातिजो हो कि साथीजो भन्ने गाउँतिरको नाता लाउँदै आउने मेरो ढुकुटी जति रिताउने यही हो मेरो भातिज बरु त्यो स्वास्थ्य बिमा कि के भन्ने कार्यक्रमको त्यो के भन्छ नि त्यो चाहिँ यसलाई सिकाऊ है बरु अहिले चाहिँ भोक लागिसक्यो भित्र जाउँ भात खान पानी लिन जान लगाएको मान्छे पानी सानी ल्याउनु पर्दैन हिँड भित्र हिँड्नुहोस् जाउँ लु जाउँ जाउँ भित्रै जाउँ ल कहाँ हो नानी एकछिन पह तिमीसँग मेरो केही कुरा गर्नु छ यहाँनिर बलबन्छ त्यो तिम्रो चाला मलाई ठिक छैन आएन है मलाई चाहिँ के रान माइकलको छोरो सान माइकल होइन घरमा आएको पाहुनालाई भात खानलाई भित्र लान लगाएको तँलाई चाहिँ के को साग 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 हो थाहा छ है मैले अघिदेखि सबै मेरो एक कान ठाडो हुने गरी मैले त बसेर सबै सुनेछ धेरै फुर्तिन न दिन्छु अहिले त्यो फुर्तिन गरी होइन नानी तपाईँले के भने मैले सबै सुनेछ फटा हो यिनीहरू फटा एकदमै ए हो र दिदी होइन यो झिलिमिली भाउजू किन कराउनु भएको हाम्रो घरमा आएर कहिले हाम्रो काकालाई फटा भन्नुहुन्छ कहिले मलाई फटा भन्नुहुन्छ हेर नानी यिनीहरूको चाल मलाई ठिक छैन है यो झन् यो काहीँ नभएको यसको अनुहार मात्र हेर अनुहार हेर काहीँ नभएको भात खान यो केटा केटाको ठाउँमा नबस्छ हिँड नानी मेरो घर गएर बस्छौ है